आजको मेरो यो भिडियोमा हात्ती बार केतुकी भन्ने जुन छ नि यसको प्रशोधन कसरी हुन्छ र कति लागत लाग्छ भन्ने कुरो। यो करिब 2 लाख भित्र सञ्चालन हुने एउटा व्यवसाय हो। यसको मेसिन खासै महँगो पनि पर्दैन र मेसिन हामीले राम्रोसँग बनाइराखेका छौं र नेपाल अधिराज्यभरि दिइराखेको अवस्था पनि छ। विशेष गरेर नगरपालिका गाउँपालिकाहरूले अनुदानको रूपमा दिएर हामीले सुरु गरेको यो कार्यक्रममा धेरै भन्दा धेरै उद्योगीहरू लाभान्वित भएका छन्। यसबाट डोरम्याट, गलैँचा, चराको गुण, जुत्ता चप्पल, राम्रो किसिमको डोरी, पानीको फिल्टर, ब्रशहरू, ह्याट, नेपाली टोपी, राम्रो किसिमको झोलाहरू र डेकोरेसनका सामानहरू, डोरीवाला विभिन्न सामानहरू बनाउन सकिन्छ। त्यस्तै गरेर केतुकीको अहिले मुडाहरू पनि बनाइराखेको अवस्था छ। यति धेरै सामान बन्ने यो केतुकीको रेसालाई खेर नफलाउन आउने दिनहरूमा यसका उद्योगहरू हामीले बनाउन सक्छौं। यो अहिले नजिकको बजारहरूमा राम्रोसँग बिक्री भइराखेको अवस्था छ र हामीले घर घरमा यसको रेसाबाट बन्ने सामानहरू बनाउन सक्छौं र यस्ता किसिमका सिप भएका व्यक्तिहरू टन्नै छन् नेपालमा। विशेष गरेर महिला दिदीबहिनीहरूको लागि अति नै प्रभावकारी छ। त्यसैले यसको केतुकीको अहिले जुन मैले व्यापार गरिरहेको छु र मेरो सामानहरू राम्रोसँग बिक्री भइरहेछन्, अन्तर्राष्ट्रिय रूपमा पनि राम्रो किसिमको व्यापार भइरहेको छ। विभिन्न मेलाहरूमा भाग लिन जाँदाखेरि सुन्दर तरिकाले हेर्छन् र राम्रोसँग किन्छन् पनि, मूल्य पनि ठिकै छ। त्यसैले पनि हामीले यस्तो प्रकारको उद्योगहरू गरेर हाम्रै गाउँघरमा स्थापना हुने 2 घडाको मोटर भन्नाले यो सिंगल फेजमा चल्ने मेसिनलाई हामीले खरिद गरी उद्योग स्थापना गर्न सक्छौं। यसको लागि भए भरसक म सहयोग गर्नेछु र हामीले उद्योगी बनौं, उद्योग गरौं है। युट्युबलाई सब्स्क्राइब गरी सहयोग गरिदिनु होला र यो भिडियोलाई धेरै भन्दा धेरैलाई शेयर गरी सहयोग गर्नु होला र साथै स्थानीय निकायहरूले पनि यस्ता किसिमका तालिम सिर्जना गर्नुपर्छ भने मसँग सम्बन्ध राख्दा धेरै नै राम्रो हुन्छ। धेरै धेरै धन्यवाद है।